यति त पाउनु मेरो भगवान् होइन गाडी आइसक्यो भने माथि निस्किन्छ तिज के म यति सामान मलाई चाहिएन मलाई चाहिँदैन गाडी यस्तो किनार आसपासका सुकुम्बासी हटाइनु यो आपद विपदकालीन अब चाहिँ बर्खायाममा चाहिँ त्यहाँनिर ठुलो धनजनको क्षति हुनसक्ने मानवीय क्षति हुनसक्ने अवस्थाले गर्दाखेरि आजकै दिनमा त्यहाँबाट हटाइएर चाहिँ व्यवस्थित गरिने भनेर सरकारले जुन गरिरहेको कार्य एक हदसम्म सही पनि छ। तर हेर्नुहोस् त बरु यस्ता व्यक्तिहरू छन् जसले चाहिँ आफ्नो दुःख मजदुर मेहनत गरेर चाहिँ कमाएको सानो सानो थोरै थोरै पैसाले चाहिँ एउटा झुपडी बनाएर बसेका ती व्यक्तिहरू चाहिँ आफ्नो त्यो झुपडी जाँदा समेत चाहिँ त्यो झुपडी डोजर लगाएर चाहिँ फ्याँकिँदै गरेको दृश्य समेत हेर्न नपाउने यस्तो पनि हुन्छ। यति निर्दयी किन यो महानगर प्रहरी यति धेरै निर्दयी किन बन्दैछ कि उसले आफ्नो घर यसरी चाहिँ भत्काइदिएछ, एउटा टहरा भत्काइदिएछ, त्यो टहरा भत्काएको हेर्न समेत नदिने यति धेरै निर्दयी नबनाउनु हो। बरु उसले चाहिँ के चाहिँ गल्ती गरिरहेको छ, उसले आफ्नो भत्किरहेको घर हेर्न खोजिरहेको छ, त्यो घर हेर्ने अधिकार त उसलाई भयो नि। यस्ता यस्ता भिडियोले चाहिँ साँच्चै नै नेपालीहरूको मन रुवाइरहेको छ कि यति धेरै निर्दयी पनि नबन सरकार।